हेलो गाइज, स्वागत छ तपाईहरुलाई हाम्रो भर्खरै बनेको च्यानल लर्न सिक्युरिटी विथ मीमा। आज हामी पोर्ट सुगर वेब सिक्युरिटी एकाडेमीको क्याश डिफिसियन्सी को पहिलो ल्याब सल्भ गर्न गइरहेका छौं। यस भिडियोमा हामी क्याश डिफिसियन्सी भर्नबिलिटिज के हो र क्याश सर्भर र मेन सर्भरको बीचमा मिसकन्फिगरेसनले कसरी काम गर्छ र आक्रमणकारीले कसरी भिक्टिमको सेन्सिटिभ डेटा चाहिँ लिन्छ, त्यहाँसम्म पहुँच बनाउँछ भनौँ न, त्यो हेर्न गइरहेका छौँ। हामी सबैभन्दा पहिला ब्राउजर खोल्नेछौँ र यसमा पोर्ट सुगर वेबसाइट खोल्नेछौँ। पोर्ट सुगर वेबसाइट खोल्नेछौँ, एक्सेस गर्नेछौँ। तपाईहरु लगइन गर्नु भएको छैन भने यसमा नयाँ एकाउन्ट खोलेर लगइन गर्न सक्नुहुन्छ। म चाहिँ यहाँनिर आइसकेको छु। यो माथिको थ्योरीहरु चाहिँ तपाईहरु आफै पढ्नु होला सरसर्ती। म चाहिँ हल्का छोटकरीमा एक्सप्लेन गर्ने कोसिस गर्नेछु यहाँसम्म मेरो मैले बुझेको छु हैन। यसमा चाहिँ हामी कुनै पनि वेबसाइट रिक्वेस्ट पठाउँछौं नि, तब बीचमा एउटा क्याशे सर्भर हुन्छ, त्यसैको बारेमा र मेन सर्भरको बीचको मिसकन्फिगरेसनको बारेमा बुझाइएको हो। क्याशे सर्भरले चाहिँ के काम गर्छ भने स्ट्याटिक फाइलहरुलाई क्याश गर्ने काम गर्छ। जस्तै यो सोलुसनमा गएर यो चाहिँ सारांश हो, तपाईहरुले सरसर्ती हेर्न सक्नुहुन्छ। यसमा जुन यस्तो फाइलहरु छन् जसको पछाडी चाहिँ .js, .sbs, svg अथवा जुन पनि यसले क्याश गर्छ, क्याशे रुलको अनुसार यसलाई क्याशेमा राखिएको छ, त्यस्तो फाइलहरु चाहिँ क्याश गर्ने गर्छ, जसलाई चाहिँ स्ट्याटिक रिसोर्स भनिने गर्छ क्यारे। त्यो चाहिँ क्याश गर्छ। तर हैन, यदि क्याशे सर्भर र मेन सर्भरको बीचमा पाथ म्यापिङको नियमको बारेमा फरक छ, अलिकति मात्रै फरक छ भने पनि यसलाई चाहिँ अट्याकरले भिक्टिमलाई एउटा खास खालको लिंक यदि त्यसमा छ भने, त्यस्तो छ भने खास खालको लिंक, जस्तै यो वाला लिंक पठाएर चाहिँ त्यो मेन एकाउन्ट यो वाला यसले यो जुन कन्टेन्ट छ नि, यो जुन रिक्वेस्ट छ नि, यो रिक्वेस्टको कन्टेन्टलाई चाहिँ यो पछाडी एक्सटेन्सन एड गरेर स्ट्याटिक बनाएर त्यसलाई चाहिँ क्याशे सर्भरमा क्याश गर्न सक्छ। त्यसैको बारेमा हो क्याश डिफिसियन्सी भनेको, त्यही हो। मेन सर्भर र क्याशे सर्भरको काम गर्ने तरिकाको अन्तर अथवा मतभेदको फाइदा उठाउनु हो। हामी अहिले ल्याबलाई एक्सेस गर्नेछौँ, ल्याब सल्भ गर्नेछौँ, प्र्याक्टिकली गरेर हेर्नेछौँ। यसलाई चाहिँ हामी कपी गर्नेछौँ ताकि ल्याबमा एक्सेस मिलोस् बब सुटद्वारा। बब सुट खोल्नेछौँ। नेक्स्ट स्टार्ट बब सुट। यहाँनिर ब्राउजर खोल्नेछौँ ताकि ट्राफिक इन्टरसेप्ट हुन सकेको होस्। कस्तो नेट ल्याग चल्या हो। हामी यहाँनिर आइसकेका छौँ। यहाँनिर लगइन गर्नेछौँ। लगइन गर्ने चाहिँ तपाईको यहाँनिर दिया हुन्छ क्या सबै कुरा। यहाँनिर दिया हुन्छ यसको, यसमा यहाँनिर दिया हुन्छ कार्लोसको आइडी, टार्गेट पनि यहीँ दिएको छ र टु सल्भ द ल्याब कार्लोसको एपिआई आइपी चाहिँ फाइन्ड गर भनेको छ। यो क्रिडेन्शियल सहित हामी यहाँनिर लगइन गर्नेछौँ। नेट ल्याग चलाइदिएर नि मलाई त अचम्म लाग्न थालिसक्यो। ल हामी लगइन भइसकेका छौँ। यहाँनिर चाहिँ माई एकाउन्ट भनेर देखाएको छ यो युजर नेम। हामीले यो क्रिडेन्शियलले नै युज गरेर लगइन गरेका छौँ। अब हामी के गर्ने कोसिस गर्छौँ भने कार्लोसको
यो एकाउन्टमा चाहिँ बिना क्रिडेन्सियल लगइन गर्ने कोसिस गर्नेछौँ। कार्लोसको आइडीलाई चाहिँ क्यास गर्ने कोसिस गर्नेछौँ होइन। लगइन भइसकेको छ, यहाँ ट्राफिक इन्टरसेप्ट भइसक्यो होला बब सुइटमा। यहाँनिर तपाईँले ट्राफिक देख्न सक्नुहुनेछ, यहाँनिर के गएको छ भनेर होइन। अनि अघिदेखि क्यासे भनिरहेको थियो नि, क्यासे भनेको चाहिँ के हो भने यो जुन छ नि यसले जुन रिक्वेस्ट पठाएको छ नि, यो चाहिँ तपाईँको क्यासे सर्भरमा गएर हिट मिस भयो, फर्स्टचोटि भएको भएर मिस भयो होइन। तपाईँले सेकेन्डचोटि यसलाई उयो गर्नुहुन्छ नि, रिपिटरमा देखाउँछ है। सेकेन्डचोटि तपाईँले रिक्वेस्ट सेन्ड गर्नुहुन्छ नि चाहिँ यसले क्यासै हिट गर्छ क्या, फर्स्टचोटि चाहिँ मिस गर्छ होइन। यहाँनिर फर्स्टचोटि चाहिँ यसले मिस गरेको छ यो क्यासे सर्भरले। यो जुन छ नि यो इमेज छ जस्तो चाहिँ यसलाई चाहिँ मिस गर्छ। अनि सेकेन्डचोटि यही रिक्वेस्ट पठाउने हो भने यसले चाहिँ हिट गर्छ। एउटा की बना हुन्छ, क्यासे की बना हुन्छ, त्यसको अनुसार यसले हेरेर गर्छ होइन। यसले चाहिँ फर्स्टचोटि मिस गर्यो, सेकेन्डचोटि हिट गर्यो, यही हो क्यास गर्ने स्ट्याटिक फाइल नै यही हो। यो .js .svg यो जुन छ नि यो चाहिँ स्ट्याटिक फाइल हो। यसले मिस गर्यो होइन फर्स्टचोटिमा, सेकेन्डचोटिमा हिट गर्यो, त्यो नै हो क्यासे फाइल। अब हाम्रो ओरिजिनल कन्टेन्टलाई हेर्नेछौँ जसमा चाहिँ एपिआई की छ, त्यसको लिङ्क बनाउनु पऱ्यो नि त, माई एकाउन्टमा नै होइन त हो। यसमा गएर हेर्नेछौँ यहाँनिर एपिआई की छ कि छैन। यहाँनिर एपिआई की छ, यो चाहिँ हामीलाई कार्लोसको चाहियो अब होइन। यो यहाँनिर यो युजर नेममा कार्लोस आउनु पऱ्यो भने मतलब यसलाई मेटेर कार्लोस लेख्ने भने होइन। जे होस् कार्लोसको अफिसियल आइडीमा आउनु पऱ्यो हामी। यसलाई हामी गर्नेछौँ यहाँबाट रिपिटरमा पठाउनेछौँ अनि चेक गर्नेछौँ यसले यसलाई कस्तो रिस्पोन्स गर्छ अनि यसको पछाडि हामी के एड गर्दा यसले कस्तो रिस्पोन्स गर्छ भन्ने कुरा हेर्नेछौँ। यदि यसले यो मात्रै पठाउँदाखेरि सही रेस्पोन्स गर्यो भने कमी छैन होइन। यदि यसले यसको पछाडि हामीले केही जोडेर जस्तै एबिसी जोडेर सेन्ड गर्दा पनि यसले रेस्पोन्स गर्छ भने चाहिँ यसमा हल्का गडबडी छ है भनेर बुझ्नुपर्छ होइन। यसले रेस्पोन्स गर्यो होइन। अब यसले क्यास के गर्छ, क्यास यसले यो गर्छ, यो वाला अथवा यहाँनिर टार्गेटमा अरू पनि क्यास छ होइन। यो वाला .js वाला यसले जुनै पनि क्यास गरिरहेछ नि, यो हामी रिपिटरमा गएर यसलाई फेरि त्यही बनाएर पठाउने कोसिस गर्छौँ है त। टुमा जाउँ, यसले क्यास गर्छ कि गर्दैन, यसले यो कन्टेन्ट क्यास गर्छ कि गर्दैन, यो त सेन्सिटिभ कन्टेन्ट हो नि त, यसलाई क्यास गर्न नमिल्ने हो। यसले गर्छ कि गर्दैन हेरौँ है त। .svg होइन, svg गरेर पठाउँदाखेरि अहिले यसले कन्टेन्ट जतिचोटि गरे पनि यसले क्यास गरेको छैन होइन, हिट पनि भएको छैन, मिस पनि भएको छैन। यो डाइरेक्ट ओरिजिनल सर्भरबाटमा गएको छ। हामीले यो स्ट्याटिक फाइललाई एड गरेर यो स्ट्याटिकलाई एड गरेर होइन स्ट्याटिक फाइल बनाएर यसलाई सेन्ड गर्दाखेरि चाहिँ यसले के गर्दो रहेछ, कस्तो खाले रियाक्सन दिँदो रहेछ, यसले क्यासे गरिरहेछ कि होइन, जुन चाहिँ गर्न नहुने चिज हो। यसले क्यासे गरिरहेछ, यो चाहिँ गर्न नहुने थियो, गरेछ। अब यही हो हामीले गर्ने एक्सप्लोइट भने। यहाँनिर अब हामीले यसमा यसले जुनै पनि क्यासे गरेछ त्यो सबै गर्न मिल्छ कि। .js को इक्जाम्पल लागि .js यो पनि क्यास गर्छ, यसले यो पनि क्यास गरिरहेछ, जुन चाहिँ गर्न नहुने थियो। ल्याबले हामीलाई प्र्याक्टिकली गरेर हेर भन्ने कुरा नै यही हो। अब हामी ल्याबमा जानेछौँ अनि ल्याब सल्भ गर्ने कोसिस गर्नेछौँ। यहाँनिर गएर एक्सप्लोइट सर्भर गर्नेछौँ होइन। एक्सप्लोइट सर्भर गर्नेछौँ अनि यहाँनिर गएर यो तपाईँको यो आइडी ल्याब आइडी भयो होइन। ल्याब आइडीलाई कपी गर्नेछौँ, यहाँनिर ल्याब आइडी युज गर्ने हो उनीहरूको ल्याबको हिसाबमा। यहाँनिर ल्याब आइडी युज गर्नेछौँ, सेम होला त्यही पनि फेरि ट्राई गरौँ न। ल्याब आइडी युज गर्नेछौँ अनि यहाँनिर पछाडि हामीले बनाएको फाइल यसमा यो लेखे पनि भयो, .js लेखे पनि भयो, यो लेखे पनि भयो, जे लेखे पनि भयो, तर यो फर्मेट चाहिँ यो पछाडिको जुन छ नि यो चाहिँ क्यासे सर्भरले क्यास गर्नु पऱ्यो होइन। यो अगाडिको कन्टेन्ट चाहिँ मेन सर्भरको लागि, योभन्दा पछाडिको चाहिँ क्यासे सर्भरको लागि होइन। त्यहाँ गयो फेरि abc.js, योभन्दा पछाडिको चाहिँ क्यासे सर्भरको लागि। ल कुरी त के भयो त, गडबड भइहाल्छ कि फेरि। सेलेक्ट अल
यहाँनिर हामीले के बनाएको थियौँ, एबिसिडी बनाएको थियौँ होइन, एबिसिडी डब्लुसिबी रहेछ, एबिसिडी जुन चाहिँ हामीले बनाएको थियौँ। अब यसपछि भिक्टमलाई डेलिभर गर्नेछौँ। यो लिङ्क मात्रै पठाउन नि मिल्यो तपाईँहरूले। यो लिङ्कमा अब त्यसले बस्दा बस्दै यो लिङ्कमा क्लिक गर्यो भने चाहिँ त्यसको आइडी हामीले एक्सेस गर्न मिल्छौँ। यसरी कार्लोसको त्यसले एक्सेस गर्यो, लगइन गर्यो। हामीले के गर्यौँ भन्दाखेरि हामीले त्यसको आइडी जुन छ नि त्यसलाई चाहिँ क्यासे सर्भरमा क्यास गर्न सफलतापूर्वक क्यास गर्न सफल भयौँ होइन। यसरी हामीले पहिलो ल्याब सफलतापूर्वक सल्भ गरिसकेका छौँ। यदि तपाईँले वेबकास्ट डिसेप्सनको कन्सेप्ट स्पष्ट भयो भने भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब गर्नुहोला। यदि कुनै डाउट छ भने सोध्न सक्नुहुनेछ कमेन्टमा, कमेन्ट गर्नुहोला होइन। त्यही हो, आजको फर्स्ट ल्याब सकिसकेको छ। हामी अब अरू ल्याबहरू पनि सल्भ गर्नेछौँ अर्को भिडियोमा। यहाँनिर चाहिँ अनेक ल्याबहरू छ क्या, जस्तै यति टपिक छ, 36 वटा छ क्यारे टपिक। त्यो सबै टपिकलाई हामी दिनौँ कभर गर्ने कोसिस गर्नेछौँ। वेबकास्ट इफिसियन्सीको अरू पनि 4 वटा ल्याब बाँकी छ। टोटल 5 वटा ल्याब छ, हामीले एउटा सल्भ गऱ्यौँ, सल्भ गर्न सिक्यौँ भनौँ न। हामी यो सब ल्याबहरूलाई डे बाई डे सिक्ने कोसिस गर्नेछौँ। इच्छुक हुनुहुन्छ भने हामीसँग जोडिन सक्नुहुन्छ र यो पोर्टसुगरको अफिसियल वेबसाइटमा गएर तपाईँहरू आफै पनि हेर्न सक्नुहुनेछ, यसको बारेमा सिक्न सक्नुहुनेछ भन्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहन्छौँ। धन्यवाद।